Hello guys, good morning. Welcome to my channel. म त है उता दिदी पनि यो बेसको फेरि ब्याक क्यामेरा हुन्न के पछाडि गर्ने यसैको उता उइसिन्छ हेलो फ्रम सिडनी हेलो कहाँ छु म देखेको छैन देखिसिन्छ अहिले म फोटो अट्याच गरिदिन्छु भिडियो अनि नेपालमा अब नेपालमा त 5-6 बजी उठिहालिन्थ्यो है यहाँ हेर्छु त अन्जली उठाउन आइसक्यो त्यो सन्चो छैन कि भनेर हेरेको त 10 बजिसकेको रहेछ अझै पनि नेपाल जस्तो अँधेर उता 11 बजेछ उठ्दाखेरि त ओ माई गड 2 के कति घन्टा 12 घन्टा प्लेनमा ओ माई गड त्यो प्लेनको यस्तो डेन्जर भिडियो म हालिदिन्छु एउटा 2 क्लिप यस्तो गाह्रो भएको अब त होस् बिचमै ओर्लिम क्या हो जस्तो लाग्थ्यो मलाई त त्यो ख्याट गरेको देखेर मजा आयो प्लेनमा पनि एक्सपिरियन्स दामी भयो अनि अब उठे गुड मर्निङ फ्रम सिडनी अस्ट्रेलिया रोक्नु म ब्याक क्यामेरा गरेर मेरो कोठा देखाउँछु अनि यो चाहिँ मेरो रुम दिदी भिनाले मेरोलाई बनाइदिसेको अनि म यसो यहाँबाट यसरी जानुपर्दा चाहिँ यो यसो गरेर जानुपर्छ यसो गरेर अनि यसरी छिर्ने यो चाहिँ मेरो रुम यो मेरो डिपार्टमेन्ट अनि यसो गर्ने अनि अब मलाई हो अब प्राइभेसी चाहियो भने यसो ढुक्का लाउने यसरी ढुक्का लाउने अनि सुत्ने यसरी सुत्ने अब उठ्नु पर्यो यहाँबाट ढुक्का खोलेर जाने यसरी डरला फेरि यो यस्तो छ डर अब यहाँ जाडो भएर बसिरहेको छ हाफ टी सर्ट लगाएर कसरी खोल्ने अञ्जली त्यो अलि साह्रो छ म खोलिदिन्छु यहाँबाट म देखाउँछु ल कस्तो छ हामी बसेको एरिया अस्ट्रेलियाको परेवा पनि यस्तो क्युट सफा हुन्छ कस्तो युके यस्तो छ है अनि काले भन्ने एउटा भ्लगमा आइरहेको हुन्छ अब आइरहन्छ नि अमुल त्यो घरमा बस्छ अनि बाई द वे हि सिङ्गल होइन एन्ड भेरी ह्यान्डसम प्लस पोइन्ट अब अनि कस्तो दामी है अनि यो चाहिँ मिनी इन्डिया भन्छु एरियालाई चाहिँ अनि यो हेरिस पार्क भन्नेमा छ यो चाहिँ मिनी इन्डिया भन्ने रहेछ अनि मोदी नै आएर चाहिँ त्यो हेरिस पार्कको त्यो त्यहाँनिर मिनी इन्डिया भनेर बोर्डै टाँगेर गएको अरे कि अनि त्यसमा म देखाउँछु अनि यहाँबाट चाहिँ त्यताबाट पुरा सब ट्रेन हिँड्छ यहाँबाट ओ माई गड रातभरि ट्रेन यति हिँडेछ म त अनि उहाँ फ्लाइटमा आउने बेला पनि एकचोटि सुतिर त्यो घ्याट त्यो घरि अब म अहिले अब यस्तो अब हामीले खानासाना खाएर अनि म यसो वाकमा हिँड्छौँ अनि देखाउँछु मैले कस्तो छ है एरियाहरू दामी छ मजा आउँछ अनि मैले हिजो एयरपोर्टदेखिको पहिलाको भिडियोहरू हेर्नु मन छ भने मेरो टिकटकमा जानु म टिकटकको डिस्क्रिप्सनमा राखिदिन्छु मेरो लिङ्क अनि त्यहाँ गएर हेर्नु मेरो टिकटकमा के गरेँ मैले कसरी आएँ भने त्यसको चाहिँ मैले भ्लग बनाउन पाइनँ सो अब मिनी भ्लगहरू बनाएको छु त्यसमा बोल्दिनँ गानासाना हालिदिन्छु त्यो चाहिँ टिकटकमा गएर हेर्नु ल अहिले चाहिँ यति भए म फ्रेस हुन्छु बल्ल 11-12 बज्यो होला है 11 हजुर चाहिँ कति बजी उठ्छ म 8 बजे ल अञ्जली उहाँ मेरो कजन सिस्टर हेलो हामी एक्सपर्टले पनि गिफ्ट दिन्छु भनेछ अनि जान्छ फेरि नेपालीमा नभन्नु फेरि त पैसा एक्सपर्टले के 5000 समथिङ के दिन्छु भन्नु अनि भिनाले 5000 को के दिन्छ साली जौले लिएर आऊ रे भरेको त नेपाली 5000 हो के अब म त अझै पनि ड्रिममै छु जस्तो लागिरहेको छु कि होइन आछु कि ल अब म एकछिनमा ब्लग स्टार्ट गर्छु ल भर्खरै उठे जम्मा 11-12 बजेछ अब हामी टक्क डाइटिङ वाला खाना फ्रेस भयो अब रेडी भएर अब हामी घुम्न हाई गाइज अब चाहिँ म चाहिँ फुल रेडी भएँ आजको ओटिडी
यो चाहिँ बिन्तेले गिफ्ट गरेको, यो मैले आफै गिफ्ट गरेको। अब चाहिँ नि मेरो एउटा स्पेसल गिफ्ट देखाउँछु। मेरो हस्बेन्डको दिदीले र अनि भान्जाले चाहिँ गिफ्ट दिसेको मलाई। र अनि यो चाहिँ एमकेको ब्याग, ओरिजिनल ब्याग हो। अनि त्यसपछि अब यो आज यो लिएर जाने हो। अनि भित्र चाहिँ केही नै छैन। अब म अलिकति मेकअपको हाल्छु। अनि दिस इज दी एमकेको कार्ड। How you care about your bag? अनि यो छ, अब यो चाहिँ आज हेरेर जानु। थ्याङ्क यू फर द गिफ्ट। अनबक्सिङ गर्दैछु ल मेरो एमकेको ब्याग। वाउ, कहाँबाट आएर क्यानाडाबाट नेपाल आएर नेपालबाट अस्ट्रेलिया आयो अनि बल्ल अस्ट्रेलिया आएर अनबक्सिङ हुँदैछ। मैले चाहिँ अब अस्ट्रेलिया गए यस्तो ब्रान्डेड ब्याग कहाँ नेपालमा भिर्नु, अस्ट्रेलिया गएर भिर्छु भनेर अनि नखोलेको मैले। नयाँ ठाउँमा नयाँ ब्याग, ब्रान्डेड ब्याग भिर्ने नि दामी गरेर यस्तो गर्ने। क्रस बडी रहेछ है, खोइ लामो छ नि फिता, क्रस बडी त यस्तो गरिदिने। यस्तोमा मेरो यस्तो सजिलो लाग्छ मलाई त। क्रस बडी सजिलो हुन्छ। अब म गएँ, बाई बाई। मेरो ओटिडी यो चाहिँ हेयर ब्यान्ड लाउँछु कि लाउँदैन, नो आइडिया। अनि अब एकछिन हामी एक्सपर्टको त्यहाँ कन्सल्टेन्सीमा एकछिन जान्छौँ। अनि त्यसपछि कन्सल्टेन्सीमा जान्छौँ। त्यसपछि यस्तो मार्केटहरू हेर्छु म, मार्केट यहाँ कस्तो छहरू देखाउँछु। अनि यहाँ चाहिँ यो मिनी इन्डिया भन्छ क्या, अनि त्यहाँ देखाउँछु केहरू पाइन्छ कस्तो। पुरा यति धेरै नेपाली र इन्डियन रेस्टुरेन्टहरू छ, यस्तो दामी दामी छ। अनि त्यसपछि कस्तो हुन्छ नि त्यो इन्डिया र नेपालको जस मिक्स के त्यस्तै आउँछ, दामी भाइस आउँछ। हिजो आउँदाखेरि बिनाजुल टक्क लैदिसेँ थियो त्यतातिर। अनि यस्तो हेरेँ। अनि पारामाटा भन्ने अलिकति 5 मिनट्सको पनि छैन होला डिस्टेन्स। अनि दामी छ त्यहाँ बिल्डिङहरू पनि। अनि कस्तो हुन्छ भनेर देखाउँछु ल। म अहिले कन्टिन्यू गर्छु। अहिले चाहिँ अब चाहिँ निस्किन लाग्यो। म उठ्न चाहिँ 11 बजिसकेको थियो होला। अनि म त सोचेको कि बिहानै होला भने हिजो कि 2 बजीको सुत्दाखेरि। अनि फ्लाइटमा पनि अस्तिदेखि सुतेको थिएँ र अनि अञ्जलीले उठ्दैनस् भन्छ। अनि भरे त हेर्छु त म 11 बजिसक्यो। फटाफट खानासाना खाएर अब हामी एकछिन निस्किन लाग्यो। अब म अहिले बाटो देखाउँछु ल कस्तो छ भनेर। ल बाई। अनि अहिले के बाई भने फेरि कन्टिन्यू गर्छु। अनि म अहिले स्टार्ट गर्छु ल। अनि ल अनि हामी अब घुम्न जान लाग्यो। के गरे के भन्छन्, के ब्याग हो लुइस एलबीको ब्याग, मेरो एमकेको ब्याग। फर्स्ट टाइम ब्रान्डेड लगाइरहेछ। अब हिँड्छु अब बाटोमा। Say hi. Bye. Bye. Okay. हामी अब हिँड्यौँ। फोन कसरी गर्ने हो क्या? इन्सर्ट कोइन्स फ्री नेसनल कल्स अस्ट्रेलियाको लागि ल हान्छु एकछिन ल। उन्न देखाउँ नम्बर कसरी कल गर्ने भनेर यसरी टेलिफोन बुथ यसरी फोन गर्ने आउँछ। ए फोन आयो। ए खै हेलो गर्छु ल्याइछु त। ल उठाइछु। अच्छा हेलो दिदी कता उसिन्छ अञ्जली? यो चाहिँ यसरी कल गर्छ, यसरी फ्री कल हुन्छ यहाँ चाहिँ। अनि टक्क अब यहाँ आएपछि जसलाई फोन गरे पनि भयो। त मजा रहेछ त यहाँ पारामाटा। ओ माई गड बिल्डिङ यस्तो हेर्दा टोपी खस्छ, चस्मा खस्छ मेरो। ल दामी दामी कस्तो सफा। ओ माई गड कति सफा छ अस्ट्रेलिया। ओ माई गड हेर्नु त स्टुडियो। ओ ट्रेन बाबा। वाउ कस्तो क्युट घर हो कि। ओ माई गड कस्तो क्युट। उ त्यो घर जानु कस्तो क्युट। ओ माई गड BMW को सोरुम, अडीको सोरुम, टेस्लाको। ओ माई गड सबैको सोरुम मात्रै छ यहाँ त। BYD को पनि रहेछ त। ओ माई गड यति मार्केटले छ BYD लेमा के नेपालमा। ओ माई गड
हैन कति सफा ओ माई गॉड केही छैन फोहोर यसरी हेर्नुपर्छ यसरी त्यो पार्किङ हो परको गाडी पार्किङ उयो त गाडी पार्किङ गरेको त्यसरी यस्तो स्ट्रिटमा पनि पार्क गर्न मिल्छ तर त्यसको लागि चाहिँ त्यो टोकन लिनुपर्छ त्यो बक्स जस्तोमा अनि यो 2 आवर्स मात्र पार्क गर्न मिल्छ यो ट्याक्सी जोन रहेछ यो ट्याक्सीमा पार्क गर्न अब यो फाइन पर्छ यस्तो बिल्डिङ ओ माई गॉड लुक एट हियर पार्किङ गाडी पार्किङ भने यहाँनिर यस्तो पुस गर्ने अनि त्यो माथि त्यो ग्रिन आउँछ साइन अहिले रेड छ नि त्यो ग्रिन साइन आउँछ अनि हामी यसरी जाने बटन बल्यो वी आर गोइङ रेड बल्यो अब रोकिनु भनेको छ हाम्रो अब क्रस गरिसक्यो डेलिभरी गर्ने बाइसाइकल कि स्कुटी हो त्यो साइकल हो ए इलेक्ट्रिक हो स्कुटी सुन ला सफा एरिया के भन्छ नेपाली हो र होइन फोनमा बोल्दै थियो यस भने तैँले भन्ने पारे त्यसले यस भन्ने पार्नु पर्यो एक्सपर्टको के अरे अफिसमा जाँदैछु अनि त्यहाँ के एकछिन त्यहाँ भिजिट गर्नु भन्नुभएको थियो सो त्यहाँ जाँदैछु अब के छ भनेर एजुकेसन सर्भिस ऊ एक्सपर्ट अब हामी जाँदैछौँ एक्सपर्टमा इट्स ओके एक्सपर्टबाट पाएको भने थाहा भइहाल्छ नि के पायो सिम पनि हो छ नि त छैन थ्याङ्क यू सो मच थ्याङ्क यू एक्सपर्ट एजुकेसन एक्सपर्टको कन्सल्टेन्सी यस्तो छ कन्सल्टेन्सीको काम भ्याइयो अनि कन्सल्टेन्सीबाट दिनुभएको पेन एन्ड गिफ्टहरू यहाँ छ अनि सिम पनि लिएको अब चाहिँ अनि अब घर गएर अनि घर होइन अहिले अब हामी एकछिन मार्केट जान्छौँ त्यसपछि अनि आई विल कन्टिन्यू ओके युनिक्लो नेपालमा पनि छ होला नि युनिक्लो छैन फुड कोर्टहरू झन् यस्तो स्मेल आइरहेको थियो अहिले चाहिँ खाना खाएको त्यही भएर एकछिन पछितिर खान्छौँ अनि अब के स्टारबक्स त्यहाँ छ कर्नरमा स्टारबक्स पनि अहिले पछि खान्छ हामी मल हामी त मल हेर्न आएको कहाँ आएको हामी यतिकै डुल्न आएको मल माथि जाऊँ माथि एउटा अझै माथि एक्सपर्टलाई एउटा सजेसन चाहिँ यो प्लिज यो डोरी चाहिँ अलिक सानो गरिदिनु अलिक क्युटवाला ब्याग भएको भए कति राम्रो हुन्थ्यो यस्तो एमकेको ब्याग चाहिँ यसरी लिनु पर्छ अलिक क्युट एटलिस्ट अलिक राम्रो यताबाट माथि एस्केलेटरबाट माथि जाऊँ जाँदैछु फर्स्ट टाइम आफू भनेर थाहा पाउँछ हराइन्छ नि वेस्टफिल्डमा त दिस इज के मार्ट है यहाँ चाहिँ अलिकति रिजनेबल प्राइसमा पाइन्छ प्रोडक्टहरू एकदम हुन्छ नि चिप नभनौँ रिजनेबल प्राइसमा पाउँछ बार्बरिन जस्तो दिस इज मिनी बिग महँगो हुन्छ हो यहाँ सस्तो पाइन्छ ड्रेसहरू मान्छेभन्दा ठुलो छ माथिसम्म आउने होला यो चाहिँ पारामाटा स्क्वायर अनि वेस्टर्न सिडनी हो त युनिभर्सिटी अनि त्यो चाहिँ वेस्टर्न सिडनी युनिभर्सिटी अब चाहिँ हामी बाहिर के अरे उहरू ल्याएको छौँ धेरै ल्याएन किन भर्खरै खाना खाएको त्यही भएर के पनि ल्याएको छैन हामी चाहिँ गएको चाहिँ सिडनी यता युनिभर्सिटी मेरो त थाक्दै निकाल तेरो ब्यागमा छ खानेकुरा ए ओपन यो मेरो ट्राभल कार्ड द्याट्स इट अनि अब स्वाइप गर्ने हो कि इन्सर्ट गर्ने होइन ट्याप गर्ने ए माथि ट्याप गर्ने अनि टक्क ट्रेनमा जाने अहिले जाने हो अनि त्यसपछि माथि जाने अनि ट्रेन ड्राइभ चढ्ने गर्ने आज डे वान है मेरो दिस इज चीज केक वेलकम टु सिडनी चियर्स वेलकम टु मी पाइनएप्पल फ्लेभरको होला यो मिनरल वाटर हो यसो खोल्नु जान्नु
फेरि यसलाई बन्द गर्ने ढक्कन लगाउने अनि यो कति डलर परेको अब अहिले पुस गर्नु पर्दैन ढक्कनले पुस गरे नि बन्द भइहाल्छ कति डलर गयो यो 1 लिटर लिटरको नि 1.5 लिटरको हो साझा यो 1 लिटरको रहेछ $1.65 पर्यो यो $1 को 1.65 सेन्ट परेको $1.65 अनि यो पानीसँग खाएपछि यो बोतल रिटर्न गर्दा कति 10 सेन्ट अनि यो बोतलहरू एउटा उमा के अरे एउटा रिटर्न एन्ड के अरे साइट हुन्छ एउटा साइट हुन्छ अनि त्यहाँनिर हाल्यो भने चाहिँ रिटर्न एन्ड अन 10 सेन्ट चाहिँ रिटर्न दिने रहेछ 10 सेन्ट भनेको नेपाली 8.5 रुपियाँ 10 सेन्ट भनेको चाहिँ 8 रुपियाँ जति 8 8.5 यसरी खाएपछि अब हामी हिँड्छौँ अब ट्रेन हेर्नु जान्छौँ होइन ल अब म त्यहाँ कन्टिन्यू गर्छु ल ल खुल्यो That's it. ट्रेनमा चढ्यो Stanmore, Newtown, St James and Museum. हामी चाहिँ अब विष्णु भिनाजुको अफिसमा जाँदैछौँ अनि अफिस जेटी एक्सिलेन्ट क्लिनिङ सर्भिस अनि त्यहाँ चाहिँ हजुरहरूलाई केही आफ्नो कम्पनीमा अफिसमा इभन घरमा पनि सरी यो कट गर्छु ल अनि हाम्रो भिनाजुको कम्पनीको नाम चाहिँ जेटी एक्सिलेन्ट सर्भिस हो फ्याक्ट्री वेयर हाउस त्यसपछि अनि जहाँ पनि अफिसहरू केही गर्नु परे चाहिँ डु रिमेम्बर अस होइन कन्ट्याक्ट डिटेल चाहिँ म मुनि राखिदिन्छु डिस्क्रिप्सनमा ए यहाँ हो हजुरलाई त्यहाँ क्लिनिङको केही कुरा के हो सोध्नु मन छ भने चाहिएको छ भने यहाँ ताम्लेनी मार्केटको छेउमा छ यो ताम्लेनी इन्डियन सुपर मार्केटको माथिबाट जाने रुम फ्रेसन Good, how are you? Yes, here's my. को छ र I will come back. यो पछाडि चाहिँ रेस्टुरेन्ट जस्तो नेपाली मोमो चेस ल बाबाई भिनाजु बाई Next stop, Stratfield. वेलकम टी Oh my god, so beautiful. Oh my god, oh my god, oh my god, oh my god. Yes. The idea is the ring goes on the pinky finger. It actually goes 1, 2, 3 straight to the finger. Last night he has the ring. The train. Oh, the End of the day. Bye bye. यो हामी 50 सेन्टको खेलेको यो $5 500 रुपियाँ कति